नमस्ते साथीहरू, म चाहिँ तपाईँहरूलाई आज झोला बोक्ने तरिका सिकाउँछु। यो झोला छ मसँग होइन, यो झोलालाई कसरी बोक्ने भनेर कतिपय साथीले यस्तो उल्टा कानमा राख्नुहुन्छ भने कतिपयले होइन झोलालाई यसरी दुईटा कानमा राख्नुहुन्छ। यो दुईटा कानमा बोक्ने तरिका एकदम राम्रो छ होइन, तर कतिपय ठाउँमा यसरी बोक्दा अरूलाई असर गर्न सक्छ होइन, अरूलाई एकदम नोक्सानी गर्न सक्छ। तपाईको सामान चोरी पनि हुनसक्छ भने यदि तपाईँ गाडीमा या भिडभाडमा हुनुहुन्छ भने झोला बोक्ने सही तरिका चाहिँ म तपाईँलाई भन्छु। त्यसको लागि चाहिँ तपाईँहरूले यो कहिले पनि झोलालाई तपाईँले यसरी अगाडि बोक्नु होला। यसरी बोक्दा तपाईँको आफ्नो सामानको सुरक्षा पनि भयो, तपाईँले जे चाहनुभयो त्यो फ्याट चैन खोलेर निकाल्न पनि सक्नुहुन्छ। र अनि पछाडि आफूभन्दा पछाडि इमिएको साथीहरू छ भने त्यसलाई पनि सजिलो हुन्छ होइन। तपाईँलाई थाहा हुँदैन, तपाईँ सिधा इमिए जस्तो लाग्छ तर पछाडि इमिएको साथीलाई चाहिँ एकदमै असर गरेको हुन्छ। यति कुरा चाहिँ तपाईँ भिडभाडमा या बसको यात्रा गर्दै हुनुहुन्छ भने यसरी अगाडि राखेर झोला बोक्नु होला। आजलाई यति जानकारी थियो, तपाईँहरूलाई थाहा थियो कि थिएन प्लिज कमेन्ट गर्नुहोस् है।